नमस्कार, पहिला म स्वागत गर्न चाहन्छु। म सञ्जोग आचार्य। आज म स्पेनको म्याड्रिडमा भइरहेको वर्ल्ड वाइड प्रख्यात ट्राभल फेयर फितुरमा छु र यहाँ विभिन्न नेपालको प्रवर्धन गर्नको लागि नेपाल टुरिज्म बोर्डका सिओ सचिवज्यू लगायत विभिन्न नाटकका मेम्बर लगायत विभिन्न व्यक्तित्वहरू यहाँ नेपालको पर्यटन प्रवर्धन गर्नको लागि आउनुभएको छ। यो नेपाली सिरुचाली संसारमा लम्किन्छ अन्धकारमा चम्किन्छ। स्पेनको राजधानी म्याड्रिडमा हुने गरेको फितुर महोत्सव विश्वकै एक प्रमुख पर्यटकीय महोत्सवमध्ये एक हो। 1981 अर्थात् आजभन्दा 44 वर्ष अगाडि सुरु भएको फितुर महोत्सवमा विश्वभरका 150 भन्दा बढी देशको सहभागिता रहने गरेको छ। यो महोत्सवमा नेपालले पनि नेपाल सरकार टुरिज्म बोर्डको सहकार्यमा नाटा र विभिन्न ट्राभल एजेन्टहरू यो कार्यक्रममा सहभागिता जनाउने गरेका छन्। आज म फितुरमा नेपालको टुरिज्म प्रमोसन कसरी गर्न सकिन्छ, अहिले धराशायी भइरहेको टुरिज्म प्रमोसन भनेर नाटाका मेम्बर यज्ञमूर्ति आचार्य मलाई टुरिज्म सम्बन्धी निकै ज्ञान राख्नुहुन्छ र उहाँसँग म यो सम्बन्धी फितुरको उहाँको आगमन यस सम्बन्धी केही कुरा गर्न गइरहेको। नमस्कार, म यज्ञमूर्ति आचार्य, आभा ट्राभल एन्ड टुर्सको म्यानेजिङ डिरेक्टर। म ट्राभल एजेन्ट एसोसिएसन नाटाको बोर्ड मेम्बरको नाताले म यो स्पेनको म्याड्रिडमा हुन गइरहेको फितुर ट्राभल फेयरमा चाहिँ एटेन्ड गर्नको लागि आएको छु र हामी लगभग 30वटा ट्राभल एजेन्टहरू साथै टुरिज्म बोर्डका पदाधिकारीहरू, हामी नाटाका बोर्ड मेम्बरका पदाधिकारीहरू यहाँ आएर आज पहिलो दिनको रूपमा हामी उद्घाटन गरेर टुरिज्म बोर्डका सरले अनि एम्बेसीबाट हाल्नुभएको छ सरहरूले चाहिँ यसलाई उद्घाटन गर्नुभएको छ र कन्टिन्यू यो 25 जनवरीसम्म यो कन्टिन्यू चल्दैछ। हामीले यहाँबाट विभिन्न देशमा भएका विभिन्न स्टलहरू भिजिट गरेर हाम्रो नेपाललाई पहिचान गराउने र उनीहरूलाई चाहिँ हाम्रो स्टल भिजिट गर्नको लागि उत्प्रेरणा गर्ने, हाम्रो पर्फर्मेन्सहरू सो गर्ने, कल्चरल कुराहरू एक्सपोज गर्ने र अहिलेको डिजिटल मार्केटिङलाई चाहिँ प्रमोसन गरेर हाम्रो नेपाललाई नेचर, कल्चर एन्ड हेरिटेज भन्ने नेपाल वर्ल्डमा चाहिँ फेमसको रूपमा नेपालको वर्ल्डको सबैभन्दा हाइएस्ट माउन्टेन र सबैभन्दा मोचो ठाउँ केचना कलन लिएर बुद्धको भूमि भेरियस तरिकाले नेपाल चाहिँ एकदमै यसलाई चाहिँ प्रमोसन गरेर अगाडि बढाउनको लागि हामी यहाँ आएका छौँ। Muchas combinaciones. Tiene montaña, tiene diferente cultura, tiene diferente gastronomía y tenemos muchas diversidades. फितुर एक यस्तो प्रोग्राम हो जहाँ नेपालले पर्यटन प्रवर्धनको लागि प्रत्येक वर्ष यहाँ स्टल राख्ने गर्दछ र यस वर्ष नेपालले पनि फितुरको लागि स्टलहरू राखेको छ। आज तपाईँलाई म नेपालको स्टल आज विभिन्न ठाउँहरूको बारे म्याड्रिडमा भइरहेको फितुरको विभिन्न ठाउँहरू आज म तपाईँलाई अवलोकन गराउँछु। Cha 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 cha
स्पेनका राजा फेलिपे छैटौँ र रानी लेतिजियाको आगमनले पनि यो फितुर महोत्सव विशेष बन्न गएको छ। उहाँले महोत्सवमा निकै चाखपूर्वक प्रत्येक देशको स्थलहरूको अवलोकन गर्नुभएको थियो। शाही परिवारको यो आगमनले पनि पुष्टि गर्छ कि युरोपेली देश स्पेनमा पर्यटनलाई कति महत्त्व दिएको छ भनेर। हाम्रो देशले पनि पर्यटन प्रवर्धनको लागि विशेष गरी यस्तै किसिमका अवसरहरू र अन्तर्राष्ट्रिय मेलाको आयोजना गर्न जरुरी छ। स्पेनको म्याड्रिडमा भइरहेको विश्वको सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय मेला फितुरमा 25 लाखभन्दा बढी यसपटक पर्यटकहरू आउने अपेक्षा आयोजकले गरेको छ। 100 भन्दा बढी देशहरूले फितुरमा सहभागिता जनाएको र करिब करिब 11,000 पर्यटन व्यवसायहरू यो फितुर मेलामा आएको आयोजकले हामी मिडिया सेन्टरलाई जानकारी दिएको छ। त्यसमध्ये नेपाल पनि एउटा प्रमुख पर्यटकीय माध्यमको रूपमा यो फितुरमा